भज मन राधे 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 गोविन्द राधे राधे। हरे कृष्ण। तपाईहरु सबैजनालाई स्वागत छ फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। अन्त अहिले चाहिँ बेलुकाको 6:30 हुँदैछ र हामी चाहिँ सबैजना मन्दिर जाँदैछौँ र मन्दिर चाहिँ यति बेलुका किन गएको भन्दाखेरि आज चाहिँ आउनु हुँदैछ हिज ग्रेस अच्युत गोपी माताजी। हरि बोल। माताजीलाई त सबैजनाले चिन्नुहुन्छ हैन। यो जुन चाहिँ अहिले मैले भजन गाउँदै थिएँ त्यो भजनमा चाहिँ उहाँको धेरै 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 फेमस भजन हो हैन। अन्त तपाईलाई थाहै छ को हुनुहुन्छ हैन। अन्त अहिले चाहिँ म मन्दिर पुगिसकेर पनि दर्शन गर्दैछु। आज चाहिँ भगवानको दर्शन धेरै राम्रो छ। तपाईहरु पनि हेर्नुहोस् दर्शन गर्नुहोस् हैन। अन्त यो दर्शन चाहिँ माताजीहरूले धेरै मेहनत गरेर श्रृंगार मतलब रेडी गर्नुहुन्छ। जस्तो कि भगवानको माला भयो हैन, माला भयो, धेरै चीजहरु छ। भगवानले जति पनि ड्रेसहरु लाउनुहुन्छ सबै माताजीहरूले मेहनत गरेर बनाउनुहुन्छ हैन। अन्त यो मालाहरु बनाउनुमा चाहिँ म पनि पहिले सेवा गर्थे, तर अहिले जहिलेदेखिको उयो भएको तहिलेदेखि चाहिँ सेवा गर्नु पाएको छैन। अन्त अहिले चाहिँ म के अरे माथि गएर प्रसाद पनि पाउन थालिसके हैन। प्रसाद पाएर चाहिँ अब आउनु आँटेको छन्। अन्त त्यही भएर चाहिँ प्रसाद पाएर तल गयौँ भने चाहिँ एकैचोटि काम हुन्छ भनेर अन्त हाम्रो चाहिँ यहाँनिर टेम्पल प्रेसिडेन्ट हिज ग्रेस रामभद्र प्रभुजी कीर्तन गर्नुहुँदैछ। उहाँको पनि कीर्तन धेरै 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 सुन्दर हुन्छ हैन। तपाईले सुन्नुभएको छ, लाइभ पनि हेर्नुभएको छ मेरो, धेरै सुन्दर हुन्छ उहाँको कीर्तन पनि। प्रभुजीको कीर्तन सुनिसकेपछि चाहिँ यति मजा आउँछ क्या त, भित्रबाट उत्साह उठेर आउँछ। नाचौँ नाचौँ लाग्छ हैन। एक जग्गा ट्याक्कै टिक्नु मन लाग्दैन। म चाहिँ उठेर नाच्नु थालेँ कीर्तनमा। अन्त मेरो पछि पछि दीक्षा नाच्नु थाले हैन। अन्त कीर्तनमा नाच्नु पनि एउटा सेवा नै मानिन्छ नि त कि, सेवामै गन्ती आउँछ हैन। अन्त हामी चाहिँ पुरै दुईजना नाच्नु थाल्यौँ। अन्त त्यहाँबाट यहाँनिर चाहिँ अब आउनु आँट्नु भयो हैन, बाहिर आइसक्नु भइसकेको छ। अन्त वेलकमको लागि यहाँ तयारीहरू गरिसक्नु हुँदैछ प्रभुजीहरूले। अन्त त्यहाँबाट हेर्नुहोस् न सबैजना फोन लिएर अगाडि कस्तो भिड भइरहेको छ है फोन लिएर। अन्त म पनि पछाडिबाट फोन लिएर उभिरहेको छु। अन्त त्यहाँबाट यहाँ चाहिँ अहिले आइसक्नु भएको छ बाहिर। उहाँको चाहिँ धेरै स्ट्रगल भयो आउँदाखेरि, किनभने उहाँको चाहिँ के अरे छोरा पनि बिमारी भएर एडमिट गरिराख्नु भएको थियो अरे हैन। तर पनि एउटा हुन्छ नि कि उयो के अरे एउटा वचन दिइसकेपछि एउटा वचन पुरा गर्नुको लागि आइपुग्नु भयो हैन। यो जग्गामा चाहिँ अरू कोही आमा हुनुहुन्थ्यो भने आउनुहुन्थेन होला सायद नै हैन। किन भन्दाखेरि आफ्नो छोरालाई हस्पिटलमा एडमिट गर्दाखेरि कोही पनि यसरी आएर कीर्तन गर्दैन। तर उहाँको भाव चाहिँ कस्तो थियो भन्दाखेरि प्रभुपादजीको सेवा गर्ने, प्रभुपादजीको वचनको पालन गर्ने हैन। अन्त त्यहाँबाट अहिले चाहिँ सबै कीर्तनहरू भइसकेर चाहिँ उहाँलाई अगाडि ल्याएर फ्रन्टमा ल्याएर दर्शन गराएर आरतीहरू गराइदिनु हुँदैछ हैन। उहाँ धेरै नै अब उयो हुनुहुन्छ, टेन्सनमा हुनुहुन्छ, किन भन्दाखेरि छोरालाई हस्पिटल एडमिट गरिरहेको छ हैन। अन्त यहाँनिर चाहिँ कीर्तन पनि बेसी टाइम भएन, किन भन्दाखेरि लेटली आउनुभयो हैन। अन्त छिटो टाइम उयो भयो गइहाल्यो। अन्त त्यही भएर एक्चुअलमा 7 बजीदेखिको टाइम थियो, तर उहाँको उयो कारणले गर्दाखेरि चाहिँ त्यस्तो भएको कारणले गर्दाखेरि छिटै नै गरेर छिटै जानु फर्किनु भयो हैन। अन्त अहिले चाहिँ आरतीहरू गर्नुहुँदैछ। अन्त आरतीहरू गरेर चाहिँ अब चाहिँ उनीहरू जानुको लागि बसमा चढ्नुभयो। बस चाहिँ यत्रो ठुलो छ किन भन्दाखेरि उहाँको पुरा टिम आउनुभएको थियो हैन। पुरा एकदम मृदङ्ग हार्मोनियम बजाउने कर्तालहरू सबैको लागि टिम लिएर आउनुभएको थियो। अन्त कस्तो लाग्यो मेरो भिडियो कमेन्ट गर्नुहोस्।